हेलो गाइज गुड मर्निङ एन्ड वेलकम ब्याक टु माई भ्लग। अनि आजको भ्लगमा चाहिँ सुगम आफ्नो बाइक लिएर आएको छ होइन। अनि सुगमको बाइक पल्सर कति हो? पल्सर कति हो? पल्सर 160 देख्न सक्छौँ हामी सुगमलाई। सुगम पनि उज्यालो स्कुल पढ्न लाग्छ गाइज। यसले यो 9 क्लासमा पढ्न लाग्छ। साथीहरूको हेर्छौँ भने यसलाई यस्तो केही गरिदिनु होला। अनि अहिले चाहिँ हामी घुम्न जान्लाउँ। ल सुगम चला बाइक। यहाँ भाइ बहिनीहरू पनि धेरै स्कुल जाँदै हुनुहुन्छ। सबैजना जान्छ पढ्नु। जहिले चाहिँ हामी उनीहरूको ठाउँमा आइसक्यो गाइस। अनि हामी गाडीको बाटो अहिले चाहिँ चक्रै भेटिन्छ गाइस। हामी कहाँ बाटो भुलिदिएको के बाजे? त्यहाँ हामी उता अगाडि जाने हो। ल ल हामी अब खोलामा प्रवेश गरिसक्यौँ। तपाईँ देख्न सक्नुहुन्छ। लोड्दै नै रे किन ड्रमलाई लाम फुटेर यस्तो छ अवस्था यताको। यो चाहिँ खोला भएको हाम्रो। कुन ठाउँ हो बजाइ? यो कुन ठाउँ हो? यो कुन ठाउँ हो बजाइ? यो कुन ठाउँ हो? यो कुनबाट जान्छ? यहाँ चौरी जान्छ। एउटा जान्छ नि। ल धन्यवाद। लगाए चौरीबाट पर्छ पानी। हामी क्रस गर्नुपर्छ। देख्न सक्नुहुन्छ तपाईँ। सुगाउने चाहिँ गाडी चाहिँ त्यहाँ लगिसक्यो त्यसले। त्यही म जाँदैछु। त्यसको बाइक फसिगयो गाइज। त्यही गरेर देखाउँछु तपाईँलाई। एकछिन रोक आइगे म एकछिन रोक आइगे म। गाइज बाइक फसेको अवस्था छ यता तपाईँ देख्न सक्नुहुन्छ। हामी बाइक फसेको अवस्था। ढलाउ त त्यो भिडियो हाल्दैन भने के मलाई छोडेर भागिदियो होइन गाइज। मैले एक्लै जानुपर्छ। के गर्नु गाइज यस्तै हो होइन। मलाई त्यसले छोडिदियो। केही छैन। पागल रहेछ यार। बाटो सुनसान छ गाइज। देख्न सक्नुहुन्छ। जङ्गलमा मलाई एक्लै छोडिदियो। अनि के गरौँ त गाइज। अनि एक्लै जानुपर्छ। घना जङ्गल छ गाइज। मलाई कहाँ आएर छोडिदियो यसले यहाँ पानीको जङ्गलमा। मान्छे यो खतम छ यार गाइज यार। एकसँग साथ नगर्नु गाइज तपाईँहरू यार। हेर्नु यो है जङ्गल पुरै घना छ यार। डर लाग्यो भाग। हेर्नु गाइज पछाडिको जङ्गल। गाइज अहिले चाहिँ घर पुगिसक्यो। अनि यहाँ चाहिँ खाना पाउने अवस्था भइरहेछ। तपाईँ देख्न सक्नुहुन्छ। यहाँ आज के को चटनी हो? आज भिन्डीको चटनी पाइराख्नु भएको छ। अनि के गर्नु गाइज यस्तै हो। हेलो भात छ यता। भात त पाकिसक्यो। अनि रोटी खाइसक्यो दुईवटा। अब घर त्यस्तै छ देखाउनु पर्यो त गाइज। के गर्नु पछि होला बबाल। चिन्ता नगर्नु गाइज। हेर्दै राख्नु होला। अपकमिङ डेजहरूमा बबाल हुन्छ गाइज। तपाईँ थाहा हुनु मेरो। अनि त्यही हो। ले चाहिँ एकछिन फ्रेस हुनु पऱ्यो फेरि। अनि एकछिन चाहिँ राइड हानेर आयो। अनि त्यही हो गाइज। हेलो गाइज अहिले चाहिँ खाना खाइसक्यो होइन। अनि आजको मौसम तपाईँ देख्न सक्नुहुन्छ। वाइल्ड क्रेजी छ। अनि आजको मौसममा चाहिँ गर्मी छ होइन। वाइल्ड क्रेजी गर्मी छ तपाईँ देख्न सक्नुहुन्छ होइन। अनि आज चाहिँ वाइल्ड गर्मी गाइज। अहिले चाहिँ सुगम भेटिसकेर फेरि राइड हाल्न आयो सुगम। अहिले चाहिँ हामी लम्की डाल्न छौँ होइन। यहाँ सुगमले हाउडा सिलाइदिनु लाग्यो देखाउने जस्तो। मासु कहाँ बोलाउनु लाग्यो मैले हेर्दै यो त्यो आफ्नो घरमा यहाँ तँलाई बोलाउनु खोज्न लाग्छ हो कि भन भन्ला थिएँ त अघि नै त भन्ला थिएँ त। ल
हेलो गाइस, अहिले चाहिँ कहाँ आन्टीले बोलाउनु लाउनु भएको छ अनि हामी चाहिँ जाँदैछौँ काम गर्न। काम त होला त अनि गाइस माथि चढेको भिरमाथि आइसिया छ। यो उठाउने हो, यो चाहिँ उठाउने ल लगाइछ। यत्रो बबाल बबाल घर बनिसकेको रहेछ नि त यता त। भित्र अझ खतरा रहेछ नि, हेर्नु यता। सुवास थिएन हजुर। घरमा भन्दैन सबलाई खाऊ भन्छ नि त। घरमा भन्नाले पनि खानेमा लोभ मान्दैनन्, सामान किन्ने भन्छ नि हो त्यस्तोमा लोभ चाहिँ भन्छन् घरमा। अलिकति दिनु नि अब माछको बड्डाले आयो भने खाऊ खप मलाई पनि हो क्या भाइ ती त भन्छन्, जाऊ नि भन्छन् रे। खानेमा चाहिँ भन्छन् है अरू मलाई पुरा भन्दैन आलु खाइन्छ लाग्यो नि त पुरा बटर त्यो सिकेर त मलाई पुरा उचाइदियो भने के बाबु यस्तो छ इमान्दार मान्छे बेला खाने हो घरि खाइन्छ नि उहाँ झोलाइदिन्छ खै किन पो हात्ती गाडे भन्थ्यो यहाँ, यो बाँसको यो यसमा तल के तल पहिला हात्ती थियो त रे यहाँ हो भने सुने मैले। अब खै यहाँ ठुलो मान्छेबाट सुने मैले। सबलाई छुनुपर्छ त्यो मान्छेले हिँडिदिन्छ त्यो बिना हेलमेट लगाएर हिँड्दैन। त्यही ल्याउनु त्यही के माथिको हाफ लाउँछ, तल पेन्ट लाउँछ, जुत्ता लाउँछ मार्टिन जस्तो। मलाई के भन्छ रे सकेपछि लग नसकेपछि नलग हुन त यो अफरोडको लागि हो तेरो मलाई चाहिँ यहाँ अहिले चाहिँ ट्र्याक पनि निकाल्न लाग्छ। हामी देख्छौँ सुगमलाई टेलर चाहिँ पुगिसक्यौँ, हामी देख्न सक्छौँ। हेलो गाइस, अहिले चाहिँ घर पुगिसकेँ अनि घरमा चाहिँ अहिले मम्मी मात्रै हुनुहुन्छ होइन। अनि अहिले चाहिँ म मेरो मोबाइलमा चार्ज पनि छैन अनि एकछिन म चार्ज लाउँछु होइन मोबाइलमा, त्यसपछि तपाईँलाई साँझतिर देखाउँछु होइन के कस्तो हुन्छ अनि भिडियोमा अन्तिमसम्म जोड्नु होला होइन। त्यही हो, अहिले चाहिँ म घरभित्र जाँदैछु अनि तपाईँलाई पछि साँझ भेट्छु होला गाइस, तपाईँलाई साँझ भेट्छु होइन। अनि त्यही हो अहिले चाहिँ महेश भेटिसक्यो होइन अनि महेश चाहिँ यहाँ फ्री फायर खेल्दैछ, देख्न सक्छौँ हामी प्रत्यक्ष प्रसारणमा। अहिले चाहिँ महेश र म एकछिन फ्री फायर खेल्छौँ होइन गाइस। फेरि सुगम आउँछ, फेरि सुगमसँग हामी लम्की जान्छौँ बुक किन्न अनि के हुन्छ गाइस हेरौँ होइन। लास्टसम्म हेर्नु होला भिडियो। हेरेको छु सुस्मिता बहिनीले खाना के बनाउँदैछ सुमो गएर हाम्रो पकाइछ भने खान्छु फेरि गइहाल्छु। अनि हेलो गाइस, अहिले चाहिँ म यहाँ पुगिसकेँ प्रिस्किला बहिनी ठाउँ अनि यहाँ चाहिँ यस्तो बनाइराख्नु भएको छ सुस्मिता बहिनीहरूले बुक कपी के छ। बुक मात्रै बनाउने हो कि पढ्ने पनि हो कि टिकटक मात्रै कि बनाउने हो? हजुर पनि पढ्ने मात्रै हो कि यहाँ भ्लग मात्रै बनाउने? भ्लग मात्रै बनाउँछु म त, पढ्दैन म। मेरो स्कुलै भएको छैन मेरो। यसको काम चाहिँ भनेको कलाकलाई नानी हाल्ने होला हो। ल ल अरू के जाओस् एक दुई शब्द। अनि मैले यस्तो प्याट्टा हान्ने हो गइजाने हो। हेलो गाइस, अहिले चाहिँ म वेकअप भइसकेँ होइन अनि एउटा कुरा चाहिँ मैले बुझेँ होइन। अनि के बुझेँ भनेपछि अरूको भरोसा कहिले पनि गर्नुहुन्न गाइस, किनकि र अरूको के भन्छ भरानी कहिले बस्नुहुन्न। अनि आज म दिनभरि बसेँ होइन बुक किन्न जाने भनेर अनि त्यो आइदिएन क्या मान्छे। अब के गर्ने हो, यस्तै हो गाइस, छोडिदिनु अब त्यो बोलाई। भोलिबाट मेरो चाहिँ स्कुल छ अनि भोलि चाहिँ स्कुल जानुपर्छ, के हुन्छ हेरौँ न अब। अनि तपाईँले देखाउँछु होइन गएपछि त म फर्स्ट डे स्कुल कस्तो हुन्छ सब रिभ्यू दिन्छु तपाईँहरूलाई। अनि आज चाहिँ अहिले चाहिँ उठिसक्यो होइन अनि मम्मी चाहिँ केक तरकारी पकाउँदै हुनुहुन्छ भन्ने कुरो बोडी र
बोरी को खान्छ यार बोरी र आलु खाएपछि खाने के अनि यहाँ चाहिँ भात पाकिसकेको छ अनि त्यही हो गाइज आज चाहिँ कन्टेन्ट के देखाउन पाएन अनि त्यही हो अहिले चाहिँ के छ अझै हेर्नुपर्छ गेमहरू चाहिँ पैसा त छैन मैले के गर्ने पैसै छैन यार गाइज यार कुनै चिजमा हुन लाग्छ छैन भनेपछि म के गरौँ के सब भिडियो प्राइभेट राखिदिए गाइज मैले यास स्ट्रेस के गर्ने छोडा अब